हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। फेरि पनि मेरो नयाँ भिडियोमा तपाईँहरूलाई स्वागत छ। अनि मैले चाहिँ थुप्रो कति दिन भयो, 3-4 दिन भयो भिडियो बनाएको छुइनँ। त्यही भएर आज फेरि नयाँ भिडियो स्टार्ट गरिरहेको छु। अनि तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला, म नि सन्चै छु। अनि हामी चाहिँ आज चारो खोज्न जाँदैछौँ। बेलुका भइरहेछ, स्कुलबाट आयो अरे। आज मैले भिडियो बनाउनु पनि भ्याउँदिनँ हो, के साह्रो बिजी भइरहेको छु। अनि आज चाहिँ मेरो साथमा सेने आङ छ, मलाई साथी दिनु अरे क्या चारो खोज्नुलाई। त्यही भएर अनि हामी चाहिँ चारो खोज्नु जाँदैछौँ। के झरो पानी पर्छ, झरो के झरो आयो आँखामै झरो। अनि अब चाहिँ हामी चारो खोज्नु जाने साथी हो, हामी चाहिँ जाँदैछौँ। हाम्रो चाहिँ यहीँ हो चारो खोज्ने ठाउँ चाहिँ। अब के कति खोज्छौँ तपाईँहरूलाई हामी एकछिनमा देखाउँछौँ। अहिले चाहिँ चारो जताततै छ, त्यति साह्रो चारो खोज्नु टाढा जानु पर्दैन, यतै उतै झारपात खोज्दा पाइहाल्छ। सुँगुरको मासु मिठो हुन्छ नि, के गर्नु साथीहरू, यसरी दुःख पाइन्छ होइन होला के हो। चारो खोज्नु, चारो पकाउनु होइन, त्यही पनि केही छैन। अब हामी चाहिँ जाँदैछौँ। ल है साथी हो, हामी चाहिँ यस्तै चारो झारपात के खोजेर हामी चाहिँ अब लान्छौँ। यहाँ पनि छ नि। अनि अब चारो खोज्नु स्टार्ट गर्न आँटेको हामी चाहिँ। ल साथी हो, अब हामी चाहिँ चारो खोज्दैछौँ। अब डोको पनि आउँदैछ र चारो खोज्छौँ हामी चाहिँ एकछिन है, वरिपरि के कति हुन्छ होइन। चारो चाहिँ यस्तै छ। सुँगुरको मासु खानु त मिठो हुन्छ नि, साह्रो मिठो पो हुन्छ त होइन। के अरे के हो त्यो? सेकुवा भुटन मिठो हुन्छ नि साथीहरू। के अनि यसरी डोको बोको हेर्नु दुःख पाइन्छ। ओके साथीहरू, हामीले चाहिँ चारो लगभग भारी पुग्न लाग्यो। अब आधी दुःख भयो, आधी चाहिँ खोजिसक्यौँ। अनि अब हामी हरियो परियो अझै खोज्दैछौँ। अनि सेन्याङ पनि दगाउँछ नि कहिलेकाहीँ मलाई यसरी आएर चारो खोज्नु होइन। अनि अब हामी चाहिँ लगभग अब हाम्रो चाहिँ भारी पुग्नु लागिरहेछ। अब यहाँ अलिकति यति खोज्यौँ भने हाम्रो भारी पुग्छ साथी हो। ल साथी हो, हामी चाहिँ भट्टाभर चारो खोज्ने काम हुँदैछ। यस्तो हामीले झारपातहरूदेखि लिएर सबै काट्नुपर्छ यस्तो चारो चाहिँ होइन। अनि सुँगुरलाई पकाएर दिनुपर्छ, पछाडि लगेर भारी पुग्यो। अब चाहिँ हामी अब खोज्दै घर जाँदैछौँ। भारी पुगेर अब चाहिँ हामी घरतिर बाटो लागेको खोज्दै जाँदैछौँ। ल ओके गाइज, अब हामी चाहिँ लाग्यौँ। चारो खोजिसकेर पनि कहाँ हाम्रो चाहिँ भारी पुग्यो छिट्टै नै। कति आधी घन्टामा भारी पुग्यो होइन हाम्रो। आधी घन्टामा हामीले चाहिँ चारो खोजिसक्यौँ। आधी घन्टामा चाहिँ हाम्रो भारी पुग्यो। अनि हामी चाहिँ अब घरतिर लाग्यौँ। अब रात पनि पर्न आँटिसक्यो नि त। यो साथी हो, मैले चाहिँ चारो लिएर पनि बिसाएर पनि अब म चाहिँ यहाँ काँक्रा टिप्नु पर्यो भनेर आइरहेको छु होइन। हाम्रोमा चाहिँ खतरा खालको काँक्रा फलिरहेछ क्या, डल्ले कुबिन्डो जस्तो है। अनि अब यहाँ काँक्रा तल लाने अरे सेनीको मम्मीले, त्यही भएर म टिप्नु पर्यो भनेर आएको। त्यो काँक्रा चाहिँ कतिवटा फलेको छ, अस्ति अलिअलि फलेको चाहिँ सबै टिपेर खाइसकिसक्यो, 1-2टा होला, त्यही पनि छिपेको छ कि कलिलो छ। अब तपाईँलाई म काँक्रा देखाउँछु है त। हाम्रोमा चाहिँ यस्तो खालको काँक्रा फलेको छ क्या, कुबिन्डो खालको यस्तो काँक्रा। तर गुलियो मिठो छ एकदम होइन। अनि भर्खर
चिचिला उस त्यत्रो हुँदो रहेछ काँक्रा चाहिँ होइन। अनि अस्ति सबै टिपेर खाइसकिसक्यो नि। यहाँनिर रहेछ एउटा काँक्रा है। त्यहाँ रहेछ एउटा काँक्रा चाहिँ कस्तो खालको अचम्मै खालको काँक्रा फल्यो क्या। तर आफै फलेको गाछ आफै के अरे आफै फलेको गाई छ अरे। हामी चाहिँ रोपेको यो चाहिँ रोपेको होइन, यो चाहिँ आफै उम्रेको। त्यही पनि खानु चाहिँ एकदम मस्त पुगिरहेछ हामीलाई चाहिँ। मिठो छ एकदम, आफै फलेको पनि मिठो छ यो काँक्रा चाहिँ होइन। कस्तो छ भन् त सेना? मिठो छ ए ल साथी हो। मेरो चाहिँ यत्रो छ एउटा सुँगुर गोलु मोलु होइन। यिनीहरूकै लागि चारो खोज्नु गएकोमा चाहिँ यहाँ ऊ चारो माग्दैछ। पुरा चारो सकेर पुरा ऊ यहाँ कराएको छ। अनि यहाँ चाहिँ हुनुहुन्छ हाम्रो अलिक ठुलो सुँगुर हिलो भएछ। यिनीहरूलाई पनि सोतो लगाइदिनु पर्ने राजाहरू। सुँगुरको जस्तो हुनुपर्ने क्या जिन्दगी चाहिँ। तू समझा? हाँ नहीं तू समझा नहीं। ए है खायो सुत्यो बस्यो होइन। यत्रो छ एउटा चाहिँ मेरो। के भयो चारो मागेको हा? अनि दुईटा सुँगुर छ, के गर्नु यिनीहरूलाई पनि खान दिनै पर्यो होइन गल्ले मल्ले। हेर न यहाँ चारो मागेको उनीहरूको छेउमा त आउनै हुँदैन बताइस। यस्तै छ। काँक्रा पनि झाडिसक्यौँ। नेता कत्रो रहेछ? ठुलो रहेछ। बोक्नु सकिनस् काँक्रा? आयो बोक्नु सकिनस्? दादा ए लु बोटले थाम्नु नसक्ने गरी आएको छ क्या हाम्रो काँक्राको बोट चाहिँ। एउटा छ तर कति धेरै फल्छ काँक्रा, कति धेरै चिचिला लागेको छ, कति धेरै चिचिलाहरू लागेको छ। ल साथी हो काँक्रा खाने भए चाहिँ आउनु है। अब अझै एक लट सक्यो, अब अर्को लट छ है। अनि आज चाहिँ कस्तो राम्रो मौसम भएको नि टक्कसँगले। अब हामी काँक्रा लिएर घरतिर लाग्छौँ गाइचो। ल साथी हो हेर्नु न मेरो फुलको बिजोग भइरहेछ। कुखुराले टेकेर होइन बिजोग भइरहेछ फुलहरू चाहिँ। मैले चाहिँ सबै कट गरिदिरहेको थिएँ। राम्रो हुन्छ कि होला भनेको त कुखुराले टेक्देर कुखुराहरू सब बेच्ने बेला भइरहेछ। अब मेरो चाहिँ फुलहरू सब खोसालिदिएर बिजोग बनाइदिइरहेछ यहाँनिर सबै। फुल चाहिँ अस्ति मैले कटिङ हानेर यतिको भएको थियो, तर कुखुराले गर्दाखेरि चाहिँ फुलहरू नि राम्रो हुन पाएको छैन होइन। यो चाहिँ कति राम्रो फुलिरहेछ क्या, पनि सुकेछ, निकाल्न पाएको पनि छैन। अनि फुल चाहिँ सबै कुखुराले टेकेर भत्ता भुङ्ग बनाइदिएको छ। म त वाक्कै लागिसक्यो कुखुरासँग पनि। फुलहरू कस्तो राम्रो थियो, कुखुराले टेकेर अहिले यस्तो भएको छ। फुल्दै कुखुराले टेक्देपछि त कहाँ राम्रो हुन्छ र होइन। अनि यस्तै छ हौ मेरो फुलबारीको हालत चाहिँ। अब सबै कुखुरा बेच्ने बेला भयो जस्तो छ अब चाहिँ। ल साथी हो रात पनि पर्यो, अब खाना सब्जी बनाउनुतर्फ लाग्यौँ। अनि आज चाहिँ के बनाऊँ जस्तो लाग्दैछ। आज चाहिँ दाल भात अनि आलुको भुजिया बनाउनु पर्यो आज चाहिँ। अब मैले आज चाहिँ म कुकिङ गरेको नि भिडियो हाल्छु है, कस्तो हुन्छ। ल साथी हो मैले चाहिँ चामल रेडी पारेँ अब खाना बसाउनुको लागि। अनि अब हामी त थोरै मात्रै छौँ नि त, 3 जना मात्रै छौँ। धेरै नै खाँदैनौँ हामी चाहिँ होइन। अनि त्यही भएर चाहिँ मैले थोरै बसाल्न आँटेको। अब यसलाई चाहिँ म मजाले पखाल्छु ढिन्छु होइन। त्यो मैले चाहिँ खाना पनि धोइसकेँ। कतिजना हुन्छौ म जस्तो समयको बचत पनि एकैचोटि होइन। अनि यसरी बनाउँदा चाहिँ दाल पनि पाक्ने खाना नै पाक्ने। म चाहिँ अब हामी थोरैजना छौँ नि त नि, त्यही भएर हाम्रो चाहिँ यति दालले नि पुग्छ। अनि खाना सँगसँगै म चाहिँ दाल पनि यसरी बसाउँछु क्या एकैचोटि। दाल पनि पाक्छ खाना पनि पाक्छ। अनि भरे दाललाई चाहिँ यसो तेल लाएर झान अनि पाकिहाल्छ, रेडी भइहाल्छ। अनि अब चाहिँ म चाहिँ यसलाई बसाउँछु।
अब चाहिँ म खाना बसाएँ साथीहरू अनि चाहिँ म तरकारी काट्नतर्फ लाग्छु अब तरकारी म काट्छु आज चाहिँ आलुको भुजुरी दाल अनि खाना मात्रै बनाएर खाने आज चाहिँ होइन म चाहिँ आलु निकाल्दैछु भट्टाभट अनि आलु चाहिँ कतिले पुग्छ भन्दैछु यहाँ यतिले चाहिँ हामीलाई आलु भुजुरी 3 जनालाई मजाले पुग्छ अब मैले आलुलाई चाहिँ धुई पखाली गरेर म आलु भुजुरी काट्छु फाइनल साथी हो मैले चाहिँ आलु भुजुरी पनि काटिसकेँ अघि काटेर नि भिडियो गर्नु भनेको लाइन गएर होइन अनि मैले चाहिँ काटिसकेँ अब म चाहिँ यस्तै पकाउँछु म चाहिँ प्याज काट्छु लाउनलाई अनि खोर्सानी पनि लाउनु पर्यो यो चाहिँ आफ्नै बारीमा फलेको हरियो खोर्सानी हो टक्कसँगले सादा पकाएर खानु आँटेको म चाहिँ ल मैले चाहिँ अब कराई बसालेँ अब कराई बसेपछि अब त्यस पछाडि यो चाहिँ मेरो तरकारी रेडी हुँदैछ साथीहरू के गर्नु अघि भिडियो गर्नु भनेको मान्छे धेरै आएर गफ गर्दा हुँदा भिडियो गर्नु पनि पाइएन होइन त्यही भएर मैले भिडियो गर्दैछु यो चाहिँ मेरो आलु भुजुरी अनि यहाँ चाहिँ म दाल बसाउनको लागि रेडी गर्दैछु धान्नको लागि म चाहिँ यसरी दाल यसलाई कुकरमा पकाउँछु अनि यसरी मजाले हाल्छु त्यो हुन्छ नि त उनीले पनि काटिहाल्यो पनि पन्ध्र गते मान्नु के छ 15 गते मान्नु यो चाहिँ अघि कुकरमा पकाएको मेरो दाल हो अनि पानी दाल रेडी भयो अब हाम्रो तरकारी पनि अब रेडी हुन त आलु भुजुरी तरकारी पनि रेडी हुन आँट्यो दाल पनि रेडी पाकिसक्यो यसो गर्यो भने चाहिँ छिटो हुन्छ हाम्रो फाइदाले अब दाल पनि उम्ल्यो अब हाम्रो दाल पनि रेडी भयो यसरी चाहिँ दाल पकाउँदा छिटो हुन्छ क्या अब यसरी उम्लिसकेपछि दाल पाक्छ पाकिहाल्छ अनि यता हाम्रो तरकारी पनि पाकिहाल्छ
अनि हाम्रो काका चाहिँ काँक्रा चपाउँदै हुनुहुन्छ दाँत नभए पनि हेर्नु न के साह्रो बिजक खाउ खाउ लाग्छ दाँत छैन होइन कौन है ये लोग कहाँ से आते हैं बिजक छ नि यहाँ काँक्रा चाहिँ बोकेको छ दाँत चाहिँ छैन चपाउनु नसके पनि जबरजस्ती चपाउँदै खाँदै हुन्छ दाँत हुन्छ क्या चपाउनु काका दाँत हुन्छ चपाउनु बिचारो दाँत छैन हो खानु कति साह्रो गाह्रो तेरो मेरो चाहिँ दाल्ने उम्ल्यो अब दाल्ने पाक्यो है अब मेरो आलु भुजिरी पनि रेडी भयो अब साथी हो अब हामी चाहिँ खाना खानेतर्फ लाग्छौँ पाक्यो है यस्तो भयो आलु भुजिरी चाहिँ होइन त्यो पनि रेडी भयो अब चाहिँ हामी खाना खानेतर्फ लाग्छौँ साथीहरू ल यो चाहिँ आजको हाम्रो खाना आलु भुजिरी खाना दाल है अनि अब चाहिँ हामी चाहिँ खाना खानु सुरु गर्न आँटेको ओके साथीहरू अब यस्तै भयो आज दिनभरि कामहरू यता सबै थोक गऱ्यो अनि खानाहरू पनि खाइसक्यौँ अनि अब चाहिँ म चाहिँ सुत्न लागेको अनि तपाईँहरूलाई चाहिँ मेरो भिडियो के कस्तो लाग्छ लाइक सेयर कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला भन्दा आज मेरो भिडियोबाट बिदा लिन चाहन्छु ओके बाई बाई फेरि अर्को भिडियोमा भेटौँला